Hello and namaste everyone. Welcome to the world of Muskan where the things are raw, real and always from the heart. आज चाहिँ मेरो जन्मदिन हो। भर्खर नआएर आएको कपाली झरिरहेको छ किनकि कपाल कोरेको छैन हैन। आज मेरो जन्मदिन भएको भएर म चाहिँ चिटिक्क परेर बिहान बिहानै पशुपतिनाथ जाँदैछु। कम गाइस मलाई चाहिँ यो पशुपतिनाथ एरिया स्टार्ट जब हुन्छ नि हामी जब भित्र छिर्न थाल्छौँ मलाई यस्तो आनन्द आउँछ अनि यो खाली खुट्टामा यो ठाउँतिर हिँड्न पनि लास्टै नै रमाइलो लाग्छ। अहिले त हामीले चप्पल जुत्ता यहाँ खोलिसकेको छैनौँ, हिँडिरह हो। मसँग हिँड्ने चाहिँ मेरो भाइ हो। अनि त्यसपछि अब बिहान बिहान नुहाएर यसो जाँदाखेरि मलाई मजा आइरहेको थियो। पशुपतिनाथ जान्छु भनेर चाहिँ मैले हिजो नै सोचिरहेको थिएँ, जस्ट मलाई मन लाग्यो कि त्यही भएर। अनि अब आफू खुसी हुने, मलाई के कुरामा चाहिँ खुसी लाग्छ भने लाइक म जन्मेँ कि आइएम अन दिस अर्थ, त्यही भएर है। अनि त्यसपछि अब खुसी सेयर गर्न कहाँ जाने त, अब जहिले भगवान्सँग मागिराखेको हुन्छ। आज केही माग्नलाई होइन कि आइएम सो ग्रेटफुल, थ्याङ्क यू भन्नलाई मात्रै गएको हो होइन। अनि कति धेरै बाँदर हो कि पापा हो, मलाई यस्तो डर लाग्छ बाँदरसँग। यति धेरै बाँदरले बच्चा धेरै जन्माए जस्तो छ कि पशुपतिनाथमा। अनि त्यसपछि यो एरियाहरू कस्तो राम्रो लाग्छ हो, मलाई कस्तो मनपर्छ होइन। अनि त्यसपछि भिड अहिले एकछिनपछि देखिन्छ यहाँ राम्रै गरी, ल हेर्नुहोस् कति धेरै भिड हो कि पापा हो। मैले यत्तिको भिड देखिसकेपछि मैले चाहिँ लाइन बस्ने चाहिँ सोचिनँ अनि म गएँ। अनि अरू बाहिर मन्दिरहरूमा भित्र पनि पस्यौँ अनि बाहिर मन्दिरहरूमा दर्शन गऱ्यौँ। यो बिल्डिङहरूमा क्या मनपर्छ यहाँको भाइब पनि, यहाँनिर यति धेरै परेवा हुन्छ नि। आई लभ एन्ड आई लाइक। त्यस्तो राम्रै सबजनाले दर्शन गरौँ ल। त्यसो राम्रै लेखेको भने कस्तो आनन्द आउँछ यहाँ आएर बस्दाखेरि। पानी परिरहेको थियो। आइएम फिलिङ ब्लेस्ड। वाउ कस्तो मजा। Guys, it's time to change the look. Why? किन भन्दाखेरि फोटोसुट गर्नु पर्यो। अब हल्का फोटोसुटहरू गरेर साँझको प्लान भनेको यसो गेट टुगेदर रमाइलो, द्याट्स इट। म कति राम्री है, कस्तो लाग्यो हजुरहरूलाई म। अनि ह्याप्पी बर्थडे भनिदिनुहोस्। यसो बर्थडेको बेला फोटोसुट गरौँ। ह्याप्पी बर्थडे यसरी चाहिँ आजको दिनको अन्त्य हुन्छ मेरो। थ्याङ्क यू सो मच फर वाचिङ। बाई, किप लभिङ।